2082 भाद्र 23 गतेको यो भिडियो हेर्नुहोस्। आज माइती घरमा चाहिँ अब हाम्रो जेन्जी पुस्ताले गरेको यो प्रोटेस्टलाई चाहिँ कसैले नबिथोल्दियोस्, कसैको आफ्नो पर्सनल एजेन्डा राखेर यहाँ अगाडि नआइदियोस्, कुनै राजनीतिक हस्तक्षेप नहोस् भन्ने हिसाबले चाहिँ हामीलाई प्रोटेक्ट गर्नु खोजेर चाहिँ हामीले यहाँ मेडिकल टिमहरू राख्दैछौँ, पानीहरू राख्दैछौँ हैन, चाहिँ हामीलाई म्यानेज गर्ने हिसाबले चाहिँ गएका छौँ। हामी भलन्टियर मात्रै हो। यो आन्दोलन चाहिँ सबैजनाले भन्छ कि अहिले हामी नेपालले गरेको यहाँ त होइन नि त, हामी नेपालले गरेको होइन नि त। हामी नेपालका संस्थापक सुदन गुरुङ यहाँ प्रश्नसँग भन्दैछन् कि उनीहरू जेएनजीहरूले गरेको प्रोटेस्टलाई कसैले नबिथोल्दियोस्, कसैले आफ्नो पर्सनल एजेन्डा नघुसाओस्, राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रोटेस्ट म्यानेज गर्न, प्रोटेक्ट गर्न सहभागी भएका हुन् भनेर उनी भन्दैछन् कि उनीहरू भोलिन्टियर मात्र हुन्। यो प्रोटेस्ट उनको हामी नेपाल भन्ने संस्थाले गरेको होइन, मेडिकल टिम राख्न र पानी बाँड्न उनीहरू पुगेका हुन् भनेर। 2 दिनको आन्दोलनमा 76 जनाको मृत्यु भयो। देशले ठूलो भौतिक क्षति बेहोर्नु पर्यो। तत्कालीन सरकार ढल्यो र नयाँ सरकार बन्यो। अब यति ठूलो मानवीय तथा भौतिक क्षति भएको आन्दोलनमा सुरुवातमा भोलिन्टियरले काम गर्न आएका उनी सुदन गुरुङ एकाएक कसरी आन्दोलनको फ्रन्ट फेस बन्न पुगे। 36 वर्ष उमेरका मिलिनियल पुस्ताका उनले आन्दोलन र त्यस पश्चात साँच्चै जेएनजीका लिडर भएर काम गरे या आन्दोलन हाइज्याक गर्ने र स्वार्थ समूहका माग घुसाउने काम गरे। नेपाली होइनन् भन्दै झिकेको उनको नागरिकता विवादमा खुल्न आएका तथ्यहरू के हुन्? कुनै बेला इभेन्ट म्यानेज गर्ने र डीजेका रूपमा क्लबहरूमा प्रस्तुति दिने उनी कसरी बालेनको धन्यवादका पात्र बन्न पुगे? र सबैभन्दा ठुलो प्रश्न, फ्री तिब्बत र टिओबी जस्तो समूहसँग देखिएको भनिएको उनको कनेक्सनले उनी कुनै शक्तिबाट परिचालित पात्र हुन् या बालेनले भनेदै साँच्चै देश बनाउन प्रयास गर्ने व्यक्ति? आउनुहोस् यी सबै प्रश्नहरूको वास्तविक र तथ्य उत्तर बुझौँ आजको यस भिडियोमा। भिडियो सुरु हुनुभन्दा अघि यहाँहरूले एउटा सानो रिक्वेस्ट, हामीले बनाउँदै आएका यस्ता भिडियोहरूको लागि तपाईँ एक सब्सक्राइबरको पनि अत्यन्त ठुलो रोल हुन्छ, त्यसैले च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गर्नुहोस् है। सुदन गुरुङ अहिले यो नाम नचिन्ने सायदै कोही छ। सुरुवातमा काठमाडौँमा इभेन्ट म्यानेजमेन्टको काम गर्ने उनी क्लबहरूमा डीजे बनेर प्रस्तुति दिने गर्थे। नाइट क्लब, विकेन्ड पार्टी, लाउड म्युजिक उनको दिनचर्या थियो। तर 2072 सालको भूकम्पले एकाएक सबै कुरा बदलिदियो। भूकम्पको बेला बसन्तपुरमा भएका उनी लगत्तै पीडितहरूको उद्धारमा लागे। यसैबीच भयो के भने पीडितहरूलाई पानी बाँड्दै र उद्धार गर्दै उनी वीर अस्पताल पुगेका थिए। अस्पतालको गेटमा उनले एक महिला सानो बच्चालाई च्यापेर दौडिएर आउँदै गरेको देखे। त्यो देखेर उनले दिदी बच्चा म समातिदिन्छु भनेर उक्त बच्चा समातेर अस्पतालको इमर्जेन्सीतर्फ दौडिए। उनको अङ्गालोमै बच्चाले हात खुट्टा छाड्यो। चिन्तित हुँदै उनले बच्चा डाक्टरलाई दिए। केही बेरको प्रयासपछि डाक्टरले बच्चा बचाउन सकिएन भनेर उत्तर दिए। आफ्नै आँखा अगाडि यसरी सानो बच्चाको मृत्यु देखेका उनी त्यस पश्चात आफू अब मान्छे बचाउने काममा लाग्ने भनेर हामी नेपाल भन्ने संस्था सुरु गरे र त्यसै मार्फत भूकम्प, कोभिड क्राइसिस लगायतका समयमा राहत तथा उद्धारका कामहरू गरे। 2082 भाद्र 23 मा पनि उनी र उनको समूह जेएनजी पुस्ताले इनिसिएट गरेको प्रोटेस्टलाई भोलिन्टियर बनेर साथ दिन माइती घर पुगेको थियो। आन्दोलन आयोजना हुँदादेखि नै उनको समूहले भ्यालीभित्र र बाहिरका सबै समूह एकीकृत हुने गरी सामाजिक सञ्जाल डिस्कर्डमा कम्युनिटी सर्भर बनाएर कोअर्डिनेट गर्ने काम गरेको थियो। तपाईहरुलाई के प्रब्लम पर्यो भने तपाई त्यहाँ डिस्कर्डमा गएर भन्न सक्नुहुन्छ। सो यो चाहिँ एउटा डिस्कर्ड ग्रुप हो। आन्दोलनको दिन पनि पानी बाँड्ने र मेडिकल सहायता प्रोभाइड गर्ने गरी उनीहरू उपस्थित भएका थिए। पहिलो दिन नै आन्दोलन हिंस्रक बन्यो। आन्दोलनमा गोली चल्यो, कलिला पुस्ताहरू मारिए। आन्दोलनले उग्र रूप लियो र दोस्रो दिन कर्फ्यू बीच पनि जेएनजीहरू सडकमा आए र अन्ततः तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकार ढल्न पुग्यो। अब सरकार ढलेसँगै नयाँ सरकार बन्ने प्रक्रियाका लागि राष्ट्रपति र नेपाली सेनाका प्रधान सेनापतिका साथ संसद विघटन र नयाँ प्रधानमन्त्रीका विषयमा बहस सुरु भयो। आन्दोलन कुनै समूह वा व्यक्ति विशेषले नेतृत्व नगरेको कारणले प्रधान सेनापतिले पनि जेएनजीका मागहरू के कस्तो हुन्, कस्तो र कसको नयाँ सरकार बनाउन आफूले राष्ट्रपतिसँग कोअर्डिनेट गर्ने भन्ने बारे बुझ्न जेएनजीका विभिन्न समूहहरूलाई बोलाएर छलफल गर्न सुरु गरे। हामी नेपालका तर्फबाट सुदन गुरुङ र उनको टोली भने उक्त छलफलमा सामेल भए। अब प्रधानमन्त्रीको रूपमा बालेनलाई जेएनजीहरूले आग्रह गरे पनि बालेनले आफू अन्तरिम सरकारमा नजाने बताएपछि अब प्रधानमन्त्री को हुने भन्ने विषयमा अन्यल सिर्जना भयो, किनकि जेएनजीको कुनै विशेष नेतृत्वकर्ता थिएनन्। यता डिस्कर्डमा हामी नेपालले आन्दोलनलाई कोअर्डिनेट गर्न भनेर बनाएको त्यही सर्भरमा अब के कसरी अघि बढ्ने, घाइतेहरूको उपचारका लागि कसरी कोअर्डिनेट गर्ने, अब के हुन्छ भनेर छलफल गर्न यतिन्जेलसम्म थुप्रै जेएनजी लगायतका युवाहरू जम्मा भइसकेका थिए।
अब जेनजीहरूको अघिल्लो स्टेप के हुने भन्ने विषय त्यस डिस्कर्ड कम्युनिटी सर्भरमा छलफल हुन थाल्यो। यता जेनजी र प्रधान सेनापति बीचको छलफलमा जेनजीहरूले नयाँ प्रधानमन्त्री कसलाई बनाउने भनेर नाम दिन पर्ने भयो। अब सबैतिरबाट सुझावमा आएको नामहरू सहित त्यही डिस्कर्ड सर्भरमा नयाँ प्रधानमन्त्री कसलाई चुन्ने भनेर पोल क्रिएट गरियो र भोटिङका लागि समय तोकियो। सर्भरमा रहेकाहरूले भोट गरे र सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रूपमा चुज गरे। आन्दोलन अघि नै सरकारले गरेको अन्य सामाजिक सञ्जाल ब्यान्डका कारणले र प्राइभेसी फिचरलाई लिएर पनि जेनजी पुस्तामा चर्चित बनेको सामाजिक सञ्जाल डिस्कर्ड सुरुमा आन्दोलनको कार्यक्रम कोअर्डिनेट गर्नका लागि प्रयोग गरिएको थियो। त्यही डिस्कर्डबाट नै यसरी भोटिङ पोल मार्फत नयाँ प्रधानमन्त्री चुज गरियो। अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चित बनेको विषय डिस्कर्डबाट नेपालका जेनजीहरूले प्रधानमन्त्री छाने भन्ने बारे बुझ्न हामीले यो प्रसङ्ग यहाँ जोडेका हौँ। अब डिस्कर्ड पछि बालेन लगायत अन्य पक्षहरूबाट पनि सुशीला कार्कीको नाममा सहमति जुट्यो। त्यसैले जेनजीको तर्फबाट उनीहरूलाई कानुनी रूपमा सल्लाह दिँदै आएका र सुशीला कार्कीको पनि नजिक रहेका ओम प्रकाश अर्याल उक्त नाम लिएर प्रधान सेनापति र राष्ट्रपतिसँग छलफल गर्न पुगे। छलफलमा राष्ट्रपति, प्रधान सेनापति, सुशीला कार्की, ओम प्रकाश अर्याल लगायत अन्य केही सहभागी थिए। संसद विघटनको कुरामा सहमत हुन र नयाँ प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिबाट केही ढिला भइरहेको हुनाले सुदनले लगातार ओम प्रकाश अर्यालको माध्यमबाट जानकारी लिने र दबाब पनि दिने काम गरिरहे। हो त्यो स्ट्यान्ड हाम्रो स्ट्यान्ड त्यही नै हो है ओम प्रकाश सर। हाम्रो हामीले केही पनि गर्दैन यसमा। हजुर हुन्छ ग्रेट ल हुन्छ। पछि उनी आफै छलफल भइरहेको स्थान शीतल निवास पुगे। यो तस्बिर त्यही शीतल निवासको हो जहाँ उनी मुलुकले नयाँ प्रधानमन्त्री नपाएसम्म बाहिर ननिस्किने घोषणा गरेर बसेका थिए। अन्ततः नयाँ प्रधानमन्त्री र संसद विघटनमा सहमति जुट्यो। सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए। यहीँबाट नै अब सुदन गुरुङ आन्दोलनको फ्रन्ट फेस भन्न पुगे। मिडिया, सोसल मिडियामा प्रष्ट देखिने रूपमा नयाँ सरकारका लागि उनले दिएको दबावले उनको पपुलारिटी बढ्यो। सँगै उनी जेनजी पुस्ताको नभएको र अनावश्यक रूपमा अघि सरेकोमा धेरै जेनजी समूहले उनको आलोचना पनि गरे। उनको उमेर समूहलाई लिएर पनि विवाद भयो। 36 वर्ष उमेर भइसकेका व्यक्तिले कसरी जेनजीको आवाजलाई रिप्रेजेन्ट गर्न सक्छ भन्ने कुराहरू आए। कतिले उनलाई अपर्चुनिस्ट भने। आन्दोलनमा पानी बाँड्न र भोलिन्टियरको रूपमा सघाउन आएको पात्र प्रधानमन्त्री छान्ने प्रक्रियामा अघि देखिँदा उनी आलोचित बने। अन्तरिम सरकार बनेसँगै केही दिनपछि अल जजिरासँगको उनको एक इन्टरभ्यू आयो जसमा उनले प्रष्टसँग भनिदिए कि जेनजीले भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा पहिलो गोली सरकारको तर्फबाट चल्यो। The first bullet that was fired was from their side, from the government side, and it was targeted towards civilians who were just throwing stones. जसले गर्दा आन्दोलनलाई भायोलेन्ट बनायो र त्यसै कारणले यतिका भौतिक तथा मानवीय क्षति भयो भनेर र वास्तवमा आन्दोलनमा भएको पनि त्यही नै थियो। आन्दोलनपछि जेनजीहरूमा अब के होला भन्ने अन्योलको अवस्था भइरहेको बेला उनले अन्तर्राष्ट्रिय माध्यममा खुलेर बोल्ने र आन्दोलनबारे भन्ने आँट गरे। यसलाई उनको एक किसिमको साहस मान्नुपर्छ। जुन तरिकाले आन्दोलनमा भौतिक तथा मानवीय क्षति भएको थियो त्यस्तोमा कोही फ्रन्टमा आएर आन्दोलनको बारे बोल्दै गर्दा अन्तरिम सरकारका बावजुद पनि पुनः सल्बलाउँदै गरेका पुराना पार्टीका नेता तथा कार्यकर्ताले आन्दोलनका सम्पूर्ण क्षति नै त्यसैको टाउकोमा राख्न सक्ने सम्भावना रहँदै पनि अन्तर्राष्ट्रिय मिडियासँग उनले गरेको आन्दोलनको ब्रिफिङले नेपालमा जेनजीहरूले के चाहेका छन् भन्ने कुरालाई अन्तर्राष्ट्रिय स्तरमै प्रष्ट पारिदियो। 2082 असोज 3 गते संविधान दिवसको अवसरमा राष्ट्रपति निवासमा चियापान कार्यक्रम आयोजना गरिएको थियो। आन्दोलनपछि विभिन्न नेताहरू सार्वजनिक भएको यो नै पहिलो कार्यक्रम थियो। कार्यक्रममा सुदन गुरुङ पनि देखिए र अर्को विवाद यसैमा सुरु भयो। जेनजीका अन्य समूहहरू बीच र सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो। भर्खरै आन्दोलनमा त्यत्रो ठुलो मानवीय क्षति भएको र शहीद परिवारले न्याय नपाइसकेको अवस्थामा चियापान, त्यो पनि पुरानो नेताहरूसँगको भेटघाट सहितको कार्यक्रममा उनी उपस्थित भएको भनेर आलोचना भयो। अन्ततः उनले सार्वजनिक रूपमा प्रष्टीकरण नै दिनु पर्यो। म सेलिब्रेट गर्न गएको हैन त्यहाँ, मलाई त्यहाँ सेलिब्रेट गर्नु पनि छैन, म सुरुमा जाँदिनै भनेर भनेको, तर नेता सेता सबै आउने भने यिनीहरू शिर उचालेर हिँड्छ भनेर म त्यहाँ गएको। म त्यहाँ एउटा नेतासँग म बस्दा पनि बसिनँ, एउटै लेभलमा म कुर्सीमा बस्दा पनि बसिनँ, कोहीसँग म बसिनँ। म उभिएर बसेँ, पानीमा रुजेर बसेको म, यिनीहरूसँग म बस्दिनँ भनेर। चिया खानु भनेर भनेको थिएँ, म चिया खाँदिनँ भनेर मैले भनेको। पानी खानु भनेर म पानी खाँदिनँ, म यहाँ अशुद्ध हुन्छ। मेरो भाइ बहिनीहरू यहाँ भाइ बहिनीको रगतले बनेको सरकारमा मलाई यिनीहरूको मलाई के खानु मन छैन, यिनीहरू शिर उठाएर नहिँडोस् भनेर चाहिँ म त्यहाँ गएको।
उनले भने कि कोही पनि नेताहरू शिर ठाडो गर्न नसकुन् भनेर म त्यहाँ उपस्थित भएको हुँ। मैले त्यहाँ एक थोप्पा पानी पनि खाइन। अब यहाँ उनी उक्त कार्यक्रममा उपस्थित हुनु कुनै ठुलो कुरा भने होइन, किनकि संविधान दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा जेनजीका तर्फबाट फ्रन्ट फेस बनिसकेको व्यक्ति भएकाले उनलाई बोलाइएको थियो र उनी त्यहाँ उपस्थित भएका थिए। तर आफू जेनजीलाई प्रतिनिधित्व गर्दैछु भन्ने भएपछि आन्दोलन पछिको त्यस्तो परिस्थितिमा उनले प्रश्न उठिसकेपछि भन्दा पनि प्रश्न उठ्नु अघि नै आफ्नो उद्देश्य स्पष्ट पार्न सकेको भए उनी आलोचित हुने थिएनन्। आफू यो कारणले यसरी उक्त कार्यक्रममा जाँदैछु भनेर सार्वजनिक गर्दै उनी त्यहाँ उपस्थित हुँदा उनको उपस्थितिमा विवाद हुने थिएन। अन्तरिम सरकार बनेसँगै सरकार र जेनजी बीच कोअर्डिनेट गर्न उनी विभिन्न गतिविधिमा सामेल भइरहे। यसैबीचमा उनको नागरिकतालाई लिएर विवाद सुरु भयो। उनी नेपाली नागरिक होइनन् भन्ने अनेक थरीका दाबी र प्रचार सुरु भयो। विवाद चर्किँदै जाँदा यो खुल्न आयो कि दार्जिलिङ निवासी अर्का एक सुदन गुरुङको तस्बिर राखेर उनी भारतीय हुन् भनेर प्रचार गरेको पाइयो। पछि दार्जिलिङ निवासी सुदन गुरुङले स्पष्टीकरण नै दिए, आफू र यता नेपालका सुदन गुरुङ फरक व्यक्ति हो र आफ्नो तस्बिर राखेर झुटो प्रचार गरियो भनेर। त्यसपछि पनि विवाद साम्य भएन। नेकपा एमालेको भातृ संगठन युवा संघले उनको नागरिकता छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दियो। एमाले नेता महेश बस्नेत, दुर्गा प्रसाई लगायतले बारम्बार उनको नागरिकतालाई लिएर प्रश्न गरिरहे। उनी यहाँका नागरिक होइनन् भनेर थप प्रचारबाजी गरे र पछि उनले आफै आफ्नो ओडामा गएर आफ्नो नागरिकता छानबिन गरियोस् भनेर निवेदन दिए र अन्तमा जिल्ला प्रशासन कार्यालय गोर्खाले उनी गोर्खाको चुमनुबुरी गाउँपालिकाको स्थानीय रहेको भनेर बतायो। उनले एक अन्तर्वार्तामा आफू काठमाडौँको प्रस्तुति गृहमा जन्मेको पनि बताएका छन्। मेरो जन्म चाहिँ तपाईँको यहीँ काठमाडौँमै भएको, प्रस्तुति गृहमा जन्मेको म। थापाथली। अब यी सब कुराहरूलाई केलाएर हेर्दा उनी नेपाली नागरिक नै हुन् भन्ने कुरा प्रष्ट हुन्छ। उनले लिएको नागरिकताको यो तस्बिर उनले आफ्नै नागरिकता छानबिन गर्न स्वयं निवेदन दिएको र जिल्ला प्रशासनले उनलाई स्थानीय हो भनेर भनिसकेको तथ्यले उनी नेपाली नागरिक रहेको कुरालाई थप प्रष्ट पार्छ। चुमनुबुरी गाउँपालिका नेपाल र चाइनाको बोर्डरमा पर्ने गाउँपालिका हो। तर अब हिमाली भागको भएको र गुरुङ भएकोले देखिने उनको अनुहारको बनोटकै कारणले कसैलाई नेपाली नागरिक होइनन् भनेर आरोप लगाउनु चाहिँ पक्कै उचित होइन। आरोपका लागि मात्र लगाइने यस्ता आरोपले भविष्यमा केही विवाद भए कि जातीयताको कुरा झिकेर नागरिकता विवाद निकाल्ने सिस्टमलाई प्रमोट गर्छ। यस्तै आन्दोलनमा विवादित रूपमा देखिएको टिओबी समूहसँग उनको कनेक्सन रहेको भनेर अर्को विषय बाहिर आयो। टिबेटन ओरिजिनल ब्लड भन्ने समूहका व्यक्तिहरू बाइकको चर्को आवाज सहित आन्दोलनमा उत्तेजित तवरले सहभागी भएको कुरा बाहिर आएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो। समूहको प्रमुख भनिने तेन्जिङ दावा लामालाई समातेर अनुसन्धान गर्यो। समूहको फ्री तिब्बत मुभमेन्टसँग सम्बन्ध रहेको आशंकामा अनुसन्धान अघि बढ्यो र यसैसँग कनेक्सन रहेको हुन सक्ने आशंकामा सुदन गुरुङमाथि पनि प्रहरीले निगरानी बढायो। छानबिनमा तेन्जिङ दावा लामाले प्रयोग गरेको भनिएको पिस्तोल नक्कली देखिएको र उनको निवासबाट लागु औषध गाँजा पाइएकाले उनलाई त्यसैको कसुरमा मुद्दा चलाइयो। पछि उनलाई 5,20,000 दरोटीमा छाडियो। यता सुदनसँग उक्त समूहको कनेक्सन रहेको उक्त समूहलाई उनले आन्दोलनमा बोलाएको आदि दाबीहरू स्पष्ट पार्ने प्रमाण भने अहिलेसम्म केही देखिएको छैन। उनी आफूले पनि त्यस समूहसँग आफ्नो कुनै कनेक्सन नरहेको बताएका छन्। यो सँगै सुदन गुरुङको हामी नेपालको वेबसाइटमा उनको संस्थालाई सपोर्ट गर्नेहरूको लिस्टमा स्टुडेन्ट फर अ फ्री तिब्बत नामक संगठनको लोगो रहेको देखिएपछि उनी र उनको कार्य थप विवादित बन्न पुग्यो। फ्री तिब्बतलाई सपोर्ट गर्ने स्टुडेन्ट अर्गनाइजेसनले नै उनको संस्थालाई सहयोग गरेको देखिएपछि उनी स्वार्थ समूहबाट परिचालित रहेको भनेर पुनः शङ्काको घेरामा परे, जसलाई डिफेन्ड गर्न उनले भिडियो मेसेज त जारी गरे, तर त्यसमा फ्री तिब्बतसँगको कनेक्सन बारे भने प्रष्ट यो कारणले यसरी कनेक्सन होइन भनेर भनेका चाहिँ छैनन्। रहेको कुरा अर्को कुरा फ्री टिबेटको हामीलाई जुन चाहिँ पहिलादेखि आरोप लगाएर फ्री टिबेट बार्बर फाउन्डेसन भन्दै अरू के आरोप लगाएको छ। भोलि हामी हरेक कुराको हामी क्लियर गरिदिन्छौँ। अब चाहिँ अति भयो। भोलि यत्रो ठुलो टिभीमा राखेर हाम्रो अकाउन्ट एक रुपियाँको हामीसँग हिसाब छ, त्यो पैसा कहाँ गएको छ, कुन ठाउँमा गएको छ र कुन मान्छेलाई समेत गएको छ हामीसँग फोन नम्बर हुन्छ।
होइन हामीलाई थाहा थियो यस्तो दिन आउँछ भनेर कुनै दिन त आउँथ्यो हामीलाई खुट्टा तान्नेहरू त होइन हामीलाई थाहा थियो त्यो स्टुडेन्ट अर्गनाइजेसनले उनको संस्थालाई के कस्तो सहयोग गरेको हो भन्ने बारे बताएका छैनन्। उनको संस्थाको वेबसाइटमा अहिले पनि उक्त स्टुडेन्ट अर्गनाइजेसनको लोगो देख्न सकिन्छ र त्यस अर्गनाइजेसनको आधिकारिक वेबसाइटमा उनीहरूले फ्री तिब्बत मुभमेन्टलाई सपोर्ट गर्ने कुरा ट्रस्टसँग खुलाएको पनि छ। यसरी फ्री तिब्बत मुभमेन्टलाई सघाउने संस्थाले सुदनको संस्थालाई सपोर्ट गरेको देखिँदा उनले जेनजी पुस्तालाई र पब्लिकलाई यसबारेको सत्य तथ्य प्रष्ट पार्न आवश्यक देखिन्छ। यसै त्यस्तो होइन हामी सब टिभीमा देखाइदिन्छौँ भन्ने भन्दा पनि तथ्य प्रमाण सहित यो कुराहरू हो यो चाहिँ होइन भनेर उनले बताउन सक्नुपर्ने हुन्छ। अन्यथा यस्तो सेन्सिटिभ आरोपमा हल्का टिप्पणीले थप शङ्का उत्पन्न गराउने निश्चित छ। अब यो अर्को भिडियो हेर्नुहोस्। सुशीला कार्कीको सरकार बनेको केही दिनपछि मन्त्री परिषद विस्तार हुँदै गर्दा बालुवाटार बाहिर देखिएको दृश्य हो यो। ओम प्रकाश अर्याल गृहमन्त्री बन्ने सँगै अन्य मन्त्रीहरू पनि नियुक्त हुँदै गर्दा बाहिर भिडमा बसेर पुनः सरकारको विरुद्धमा भोलिबाटै आन्दोलन गर्ने भनेर भन्दैछन् उनी। भिडमा उनलाई उक्साउने र विवाद चर्काउने अन्य व्यक्तिहरू पनि देखिन्छन्। यहाँ मुख्य कुरा के हो भने आफूले भनेको हुनुपर्छ, आफूले भनेको बाहेक अरू भयो भने आन्दोलन गर्ने भन्ने जुन आवेगपूर्ण प्रवृत्ति देखिन्छ त्यो बिल्कुलै राम्रो होइन। अब यही केसमा पनि मुलुकमा नयाँ प्रधानमन्त्री नियुक्त भइसकेपछि मन्त्रीका लागि प्रधानमन्त्रीले आफू अनुकूलको टिम बनाउनु कुनै नौलो कुरा होइन। अनि यदि त्यसमा आफ्नो विमति हुन्छ भने त्यस कुरालाई सुरुमा सही ठाउँमा सही ढङ्गले राखेर मात्र अघि बढ्नु उपयुक्त हुन्छ। तर यसरी छिनमे आन्दोलन गर्छु यो हुँदैन त्यो हुँदैन भन्ने प्रवृत्ति कम्तीमा उनको उमेरको व्यक्तिले देखाएको सुहाउँदैन। सकारात्मक कुरा चाहिँ के भने पछि उनले यी सब कुरा बुझेर आफूलाई सच्याउँदै यसो भने, यो सरकारमा मैले निर्णय गरेर मन्त्री छिराउने भए त म र केपी ओलीमा फरक के? अब टप टिपेर हामीले जेनजी पुस्ताले मन्त्री राखिदिने भने चाहिँ म र केपी ओलीमा शेरबहादुर देउवामा प्रचण्डहरूमा फरक के होइन? हामीले त्यही भएर यसमा निष्पक्ष रूपमा राम्रो मान्छे जानुपर्छ भनेर चाहिँ एउटा हो। अनि त्यही भएर हामीले इन्टरभ्युन पनि गरेका छैनौँ यो मन्त्री परिषदको, किन उहाँले आफ्नै तरिकाले गर्नु पाउनु पर्यो नि त। अब अर्को यो भिडियो हेर्नुहोस्। देशलाई खप्पै बनाउने आन्दोलन गर्ने हिजो मात्र उहाँले जुन अधिवेशनबाट उहाँ अध्यक्ष हुनु भएको छ। फेरि हामी यहाँ चुडी ल्याएर बसेको छौँ, याद रहोस् सबैजनाले है। एमाले अध्यक्ष केपी ओलीले एमालेमाथि आक्रमण भए हामी देश ठप्प पार्छौँ भनेर दिएको यो अभिव्यक्ति म तपाईहरुलाई भन्न चाहन्छु, एमाले नेतृत्व माथि छोएका दिन देश ठप्प हुनु पर्दछ। यो अभिव्यक्तिलाई लिएर सोधिएको प्रश्नमा उनको यस्तो उत्तर आएको, हामी यहाँ चुडी ल्याएर बसेको छौँ, याद रहोस् सबैजनाले है। जसलाई लिएर अभिनेत्री निशा अधिकारीले नारीमाथिको डिसरेस्पेक्ट भनेर भिडियो पोस्ट नै गरिन्। अब अर्को आउनु भयो महाशय, फेरि छुरी लगाइरहेका छौँ र उहाँको रेस्पोन्स, ब्रो सुदन तिमी त साथी पनि हो, तर अब अलिकति पब्लिकली नै सम्पूर्ण नारी जातिहरूलाई डिफेन्ड गर्नुपर्ने भएको भएर म पनि पब्लिक स्टेटमेन्ट एउटा तिमीलाई के दिन चाहन्छु भने, ब्रो तिमीहरू सबैजनाले चुरा लगाएको भए नि अहिलेसम्म सहमतिमा पनि आइसक्थ्यो, सुशासन पनि हुन्थ्यो र शान्ति पनि छाइसक्थ्यो देशमा। अलिकति विचार पुऱ्याएर 51.13% जनतालाई कसरी सम्बोधन गर्ने विथ रेस्पेक्ट भन्ने कुरा सिकौँ है त। अब यहाँ सुदन गुरुङको अभिव्यक्ति वास्तवमा नेतृत्वको अभिव्यक्ति प्रतिको आक्रोश हो। हामी पनि यसै बसेका छैनौँ भन्ने बनायो भनेर प्रष्ट बुझिन्छ। अनि अभिनेत्री निशा अधिकारीले भने जस्तो नारी जातिलाई डिसरेस्पेक्ट गर्ने उनको उद्देश्य यहाँ देखिँदैन। तर यसो भन्दै गर्दा पब्लिकमा कहाँ कुन बेला के बोल्ने भन्ने कुरा भने सुदनले एकदमै विचार गर्नुपर्ने देखिन्छ। अन्यथा सही उद्देश्यले बोलिएका कति कुराको गलत अर्थ लाग्दा आलोचित हुने र अरूको अपमान हुन सक्ने प्रश्न छ। सुरुवातदेखि नै वैकल्पिक शक्तिहरूलाई मिलाएर एक गराउँछु भन्दै हिँडेका उनी अन्ततः एक हदसम्म सफल पनि भए। बालेन रविको एकतामा उनको के कस्तो भूमिका रह्यो भनेर त बालेनले दिएको यो धन्यवाद पोस्टले नै पनि थाहा हुन्छ। अरूको बारे कमै पोस्ट गर्ने बालेनले सुदनलाई दिएको धन्यवाद अर्थपूर्ण रूपमा हेरिएको छ। दुईजनालाई भित्र थुनिदिएर नमिलुन्चेल बाहिर आउनै नदिने भन्नेदेखि लिएर अन्तिममा कुलमानलाई कर गरेर नै रवि बालेनसँग वार्ता गर्न लगेको सम्मका कुराहरूले उनले यी शक्ति मिलाउन सकेसम्म कोसिस गरेको देखिन्छ। भलै अहिले कुलमान एकताबाट बाहिरिएका छन्, तर निर्णायक बेलामा उनलाई सुदनले तानेर वार्तामा ल्याएको कुरा मिडियामा निकै चर्चित बनेको थियो। आन्दोलनपछि जेएनजीको फ्रन्ट फेस नै बनेर देखिएका सुदनले नयाँ सरकार निर्माणमा कोअर्डिनेट गर्नेदेखि वैकल्पिक शक्तिलाई मिलाउनसम्म खेलेको भूमिकालाई नै होला देशले 100 वर्षसम्म नबिर्सिने भनेर बालेनले
उनले यस पोस्टमा लेखेका। विगत जस्तो भए पनि भूकम्प र त्यस यता सामाजिक कामहरू गर्दै सुदन गुरुङको यहाँसम्मको यात्रा तय भएको कुरा स्पष्ट देख्न सकिन्छ। आन्दोलनका शहीदहरूको लास जलाउन आफै खटिने, जेन्जीका मागहरूलाई लाउड गराउनेदेखि लिएर वैकल्पिक शक्तिहरूलाई एक गराउनसम्म उनले गरेका प्रयासहरू महत्त्वपूर्ण छन्। तर उनी विवाद रहित भने छैनन्। उनमा राजनीतिक ज्ञान पनि कम छ, जुन स्वाभाविक कुरा नै हो। सबैमा राजनीतिक चेत हुनै पर्छ भन्ने छैन। तर अब आउने निर्वाचनमा उनले प्रत्यक्ष तर्फबाट उठ्ने घोषणा पनि गरिसकेका छन्। हो, यस्तोमा चाहिँ उनले अब राजनीतिक चेत बढाउन सक्नुपर्ने देखिन्छ। यस्तै आफूमाथि लागेका गम्भीर आरोपहरूको पनि स्पष्ट र तथ्यसहित खण्डन गर्नुपर्ने देखिन्छ। आफूलाई सच्याउने क्षमता बढाउनका साथसाथै सुझबुझपूर्ण हिसाबले अभिव्यक्तिहरू दिने, आवेगमा आएर कार्य नगर्ने, अरूको उक्साहटमा नलाग्ने जस्ता कार्यहरू अब उनले गर्न अति नै आवश्यक छन्। काम गर्ने हुटुटीका बीच पनि यदि आफ्नो कार्यशैली सही भएन भने त्यो हुटुटी गुन्डागर्दी शैलीमा बदलिने उदाहरणहरू हामीले प्रशस्त देखेका छौँ। त्यसैले हुटुटीकै बीच आफू मात्र भन्दा पनि टिममा अघि बढेर आफ्नो कार्यशैली सुधार गर्न सकेमा उनको राजनीतिक भविष्य राम्रो बन्न सक्ने देखिन्छ। अनि अर्को प्रमुख कुरा, नेतृत्वलाई फलो गर्नेले पनि नेतृत्वमाथि आँखा चिम्लेर विश्वास गर्ने भन्दा पनि प्रश्न गर्ने, आलोचनात्मक चेत बढाएर उनीहरूका गतिविधिलाई मूल्याङ्कन गर्ने, राम्रोलाई राम्रो भनेर बढावा दिने साथै नराम्रो हुँदा ओला उठाउन सक्ने क्षमताको पनि विकास गर्नुपर्ने देखिन्छ। अनि मात्र देशमा सही नेतृत्व सही ठाउँमा पुग्ने वातावरण बनाउन सकिन्छ। जेन्जी आन्दोलनको एक महत्त्वपूर्ण हिस्सा बनेका सुदन गुरुङको सम्पूर्ण पक्षहरू समेटेर अध्ययन गरेर र तिनलाई विश्लेषण गरेर हामीले यो भिडियो तयार पारेका हौँ। तपाईलाई यो भिडियो कस्तो लाग्यो आफ्नो कुराहरू कमेन्ट गर्न नभुल्नुहोला। अनि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस् है। नमस्कार, म अनुषा।